हामीलाई न्याय चाहियो भन्दै गृहमन्त्री सुदन गुरुङको खुट्टा ढोक्दै पीडितहरू हो। दर्शकबिन, यति बेला हामी माइती घरमा छौँ। अहिले गृहमन्त्री सुदन गुरुङ अनसन बसेकाहरूलाई भेट्न आइसकेपछि अनसन बसेकाहरूले हामीलाई न्याय चाहियो भन्दै गृहमन्त्री सुदन गुरुङको खुट्टा समेत ढोग्न तयार भएका छन् भने सुदन गुरुङ गृहमन्त्रीले हाम्रो खुट्टा ढोग्नु पर्दैन, तपाईँलाई न्याय दिने काम हाम्रो, हामी न्याय दिन्छौँ, तपाईँ अब अनसन तोड्नुहोस्, घर जानुहोस्, बालबच्चा छ, तपाईँ अहिले घर जानुहोस्, खानेकुरा खानुहोस्, यत्रो दिनदेखि अनसन बसिराख्नु भएको छ भनेर सम्झाइराख्नु भएको छ। र त्यहाँ पीडितहरू भने हामीलाई न्याय चाहियो भन्दै, हामीलाई न्याय चाहियो, हाम्रो आश भरोसा भनेको तपाईँ मात्र हो भन्दै गृहमन्त्री सुदन गुरुङको खुट्टा समेत छुन तयार हुनुभएको छ। यो विषयमा तपाईँहरू के भन्नुहुन्छ र गृहमन्त्री भएको केही दिनमै अब सुदन गुरुङ अहिले माइती घरमा आउनुभएको छ, यो विषयमा तपाईँले कसरी हेरिराख्नु भएको छ सबैजनाले कमेन्ट बक्समा आफ्नो भनाइराख्नु होला। र अहिले सानो बच्चा काखमा राखेर अनसन बसिराख्नु भएको छ माइती घरमा। अहिले अनसन बस्नेहरू धेरै हुनुहुन्छ, अहिले एक एक गरेर सबैलाई गृहमन्त्री सुदन गुरुङ भेटिराख्नु भएको छ र आफ्नो भनाइहरू राखिराख्नु भएको छ भने उहाँहरूको गुनासो सुनेर टिपिराख्नु भएको छ। अब के उहाँहरूले न्याय पाउनुहुन्छ, के को लागि बस्नुभएको हो, यो विषयमा तपाईँहरू के भन्नुहुन्छ कमेन्टमा भन्नुहोला। कारागार जान्छन्, पक्राउ गर्छन्, तर उनको परिवारले उनलाई यति धेरै बारम्बार यातना दिन्छ, कुनै पिक्ने गरेको उहाँलाई नै भेट्नको लागि गृहमन्त्री हुनुहुन्छ। हातमा 3 महिनाको नानी छ, नानीको बाबाले उहाँलाई मलाई सन्तान चाहिन्छ तर मलाई श्रीमती चाहिँदैन, तर सन्तान चाहिन्छ जस्तो हुनुहुन्छ। उहाँले बारम्बार त्यति मात्र छैन कि उहाँ सुत्रिरहेको अवस्थामा पनि उहाँको परिवारले बलात्कार गरेको केटा छ, केटाको दिदीले म प्रहरी हुँ भन्ने कहिले चाहिँ